करोति वाचलं पंगुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्द माधवं। नमो भगवते तस्मै व्यासाय अमिततेजसे यस्य पश्चादक्षामि नाना कथामिमां नानां नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ प्रथम अध्याय। अघि कुनै समयमा अगस्त मुनि तपस्या गरिरहेको ठाउँमा आफ्नो वाहन मयूरमा सवार भई कुमारजी आइपुग्नुभयो। अकस्मात आफ्ना आश्रममा आइपुगेका कुमारजीलाई पाद्यवर्ग आदिले स्वागत सत्कार गरेर बसी बिहालोमा अगस्त मुनिले कुमारसँग सृष्टिको विषयमा जानकारी प्राप्त गर्न प्रश्न गर्दा कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त मुनि, तिमीले सृष्टिको क्रम बताउँछु, तो तिमी एकचित्त भएर सुन। पहिले संसारको सृष्टि हुँदा अनन्त कोटि ब्रह्माण्डका अधिष्ठाता परब्रह्मा परमात्माको मनमा यस ब्रह्माण्डको सृष्टि गर्ने इच्छा भयो। त्यही इच्छाद्वारा प्रेरित भएका परमात्मामा तीन देवताको रूपमा प्रकट भएर ब्रह्मा विष्णु शिवको नामले प्रख्यात भए। तिनै तीन देवता मध्ये शिवबाट सत्य रज तम तीन गुणले युक्त भएकी माया उत्पन्न भइन्। तिनै मायालाई प्रकृति पनि भनिन्छ। ती मायालाई कसैले पनि जित्न सक्दैन। मायादेखि भिन्न अशान्ति पद छ। फेरि मायाभन्दा पर शान्ति पद र शान्तिदेखि पर विद्या पद एवं विद्यादेखि पर प्रतिष्ठायुक्त निवृत्त पद छ। त्यही पदलाई मोक्ष पनि भन्दछन्। यो सृष्टिको क्रम विस्तारले बताउन र बुझ्न पनि कठिन हुनाले संक्षेपमा कहियो। सृष्टि र प्रलयको क्रम भिन्न भिन्न छ। एउटा क्रमले सृष्टि र अर्कोले प्रलय हुन्छ। फेरि शान्ततित शान्ति विद्या प्रतिष्ठा र निवृत्त यी पाँच पदको उपदेशभित्र माया रहन सक्दैन, जुन अव्यक्त छ। त्यो मायादेखि पर रहने आत्मामा विद्यमान एवं अधिष्ठित छ। जीव अज्ञानी र प्रकृति जड हुनाले सम्पूर्ण परमाणु अचेतन छन्। कारणले नै कार्य हुन्छ। अत जगतका अधिष्ठाताको इच्छा बिना केही हुन सक्दैन। यो कुरा सबै शास्त्रले स्वीकार गरेका छन्। तापनि वेदान्त शास्त्रमा सबैको गति पुग्न नसक्ने हुनाले सबैलाई निश्चय हुन सक्दैन। अनि जन्म मरण नछुटेर त्यसै भित्रको सुख दुःखको अनुभव गर्ने जीवद्वारा यो संसार चक्र चलिरहेछ। यस सृष्टिको क्रम कल्प कल्पको भेदले भिन्न भिन्न देखिने हुँदा एउटा पद कल्पको मात्र वर्णन गरिन्छ। ध्यानपूर्वक सुन। सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहार गर्ने शिव हुन्। विष्णु र शिवका आयुको कुनै अवधि या प्रमाण छैन। ब्रह्माको 100 वर्षलाई परमायु भन्दछन्। ब्रह्माको 50 भन्दा तललाई प्रार्ध भन्दछन्। 100 वर्ष पुगेपछि ब्रह्मा पनि नाश हुन्छन्, अर्थात् प्रलय भएपछि यो संसार केही रहन्न अनि नयाँ सृष्टि हुन्छ। प्रलय चाहिँ अनेक किसिमले हुन्छ। ब्रह्माको घर गृहस्थी सब छ। उनले बस्ने स्थानको नाम सत्यलोक हो। ब्रह्माले पनि खानु सुत्नुपर्छ। ब्रह्माको प्रातःकाल हुँदा सृष्टि गर्दछन्। तिनको एक दिनमै सत्य तेत्र द्वापर कली 4 युग घुम्दछन्। रात परेपछि प्रलय गर्दछन्। यस किसिमले दिनरात बितेर ब्रह्माको 100 वर्ष पुगेपछि महाप्रलय हुन्छ। त्यो महाप्रलय भएपछि पहिले जस्तै रजगुणयुक्त ब्रह्मा उत्पन्न गराएर सृष्टि गर्नका निम्ति अहंकार, पंचमहाभूत, ज्ञानेन्द्रिय, मन, बुद्धि, पंच तन्मात्रा, शब्द, स्पर्श, रूप, रस, गन्धले युक्त भएको एउटा अण्ड पंछीको फूल जस्तो बन्दछ। त्यो डल्लो ब्रह्ममय हुनाले त्यसलाई ब्रह्माण्ड भन्दछन्। त्यही अण्ड 2 भाग भएर फुटेपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। त्यसैबाट सृष्टि गर्दा चन्द्रमुखी ब्रह्मा भएर पालन गर्दा अनन्तमुखी विष्णु, संहार गर्दा पञ्चमुखी रुद्र भई सारा सृष्टिको कार्य गर्दछन्। जसको इच्छाले त्यस अण्डको उत्पत्ति हुन्छ। त्यस परब्रह्मा परमात्मालाई त्रिगुणातीत चतुर्विव अनादि प्रजापति हिरण्यगर्भ भन्दछन्। सुमेरु पर्वत समुद्रको बीचमा सम्पूर्ण जीव गर्भाशयमा बालक रहेका छन्। सूर्य, चन्द्र, नक्षत्र, ग्रह आदि पनि त्यही सुमेरुका उपत्यकामा स्थित छन्। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चमहाभूतले बेरिए झैँ भएर आकारवान हुन्छ, अर्थात् एक रूपबाट अर्को रूप देखिन्छ। तर राम्रोसित विचार गर्दा
आदि मध्य अन्त्य केही नभएका अनादि परमात्माका लीला मात्र जगतको भ्रान्ति हो। ईश्वरकै इच्छाले सृष्टि र प्रलय हुन्छ। ब्रह्मामा अन्ड धागोमा दाना झैँ उनिएको छ। अनन्त कोटि ब्रह्माण्डको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा विष्णु रुद्र दिक्पाल आदि भिन्न भिन्न छन्। जस्तै सपनामा देखिएका अर्थात् आइपरेका सुख दुःखको अनुभव नेत्र खुल्दा केही पनि हुँदैन, त्यस्तै यो अनन्त संसारको सुख दुःख अनि सपना झैँ छ। सुख दुःख भनेको केवल मनले मात्र अनुभव गर्दछ। अत त्यस सुख दुःखको भागी मनलाई आफ्नो अधीनमा गराउनु नै ईश्वर प्राप्तिको मुख्य बाटो भन्ने कुरा विज्ञ व्यक्तिले जान्नु पर्दछ। अत हे अगस्त्य मुनि, तिमी पनि मनलाई एकाग्र पारेर तपस्या गर, अवश्य सिद्ध प्राप्त हुनेछ। यो मैले तिमीलाई संक्षेपमा सृष्टिको वर्णन गरेँ। अब अर्को अध्यायमा पदम कल्पको वर्णन गर्दछु, ध्यानपूर्वक सुन। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ मासमे कुमार अगस्त सम्पादे श्री स्वस्तानी परमेश्वरी व्रतकथायां सृष्टि क्रम वर्णनम नाम प्रथम अध्याय समाप्त। हरे नमः। किरण निबोधित नव नलिन दल निवीक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी शस्य शालिनी देशम्य क्षोभरहित ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रेण सन्तु पौत्रेण सन्तु पौत्रेण निर्धना सदना सन्तु जीवन्तु सदाम् शतम्। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि प्रशान्ति तत्र यत्र च्युत दारकथा प्रसङ्ग या कुन्देन्दु तुषारहार धवला या शुभवस्त्रावृता या वीरवदण्डमण्डितकरा या श्वेत पद्मासना या वर्माच्युत शङ्कर परमेतिवि देवै सदा वन्दिता सामां पातु सरस्वती भगवती निशेषजाड्यापा कायेन वाचा मनसेन्द्रियहृदया बुद्धात्मना वा प्रकृति स्वभावतः करोमि यतः सकलं परस्मै नारायणेति समर्पयते। श्री स्वस्थानी देवी की जय।